हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। अनि सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। अनि आज नयाँ दिन नयाँ भ्लग, बिहान भ्लग स्टार्ट गर्दैछु म चाहिँ। अनि म एकदम सन्चै छु अनि आई होप हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने। अनि आज तराई होली हाम्रोतिर चाहिँ आज होली मनाइन्छ। होली पूर्णिमा चाहिँ अब हिजै भयो के अरे, हिजो पहाडी जिल्लाहरूमा होली मनाउने चलन छ। अनि आज चाहिँ अब हाम्रो तराईतिर होली मनाइन्छ। अनि होली पर्वको सबैजनालाई धेरै धेरै शुभकामना। होलीको रङ जस्तै हजुरहरूको जिन्दगी पनि रङ्गमय होस् अनि सधैँ हर्षमय जिन्दगी होस्, दुःख पीड बाधाहरूले पछि हट्दै जाउन् भन्न चाहन्छु सबैजनालाई। होलीको फेरि धेरै धेरै शुभकामना। अनि हजुरहरूले होली खेल्न सुरु गर्नुभयो त? अनि हाम्रोतिर चाहिँ अब त्यस्तो होली ग्रामीण यस्तो गाउँघरतिर फेरि अलिक कमै होली हुन्छ नि त। होली त्यति धेरै खेल्ने चलन हुँदैन, बच्चा बच्ची बुढाबुढीहरू त खेल्छन्। अनि हामीहरू चाहिँ त्यस्तो खेलिँदैन, त्यही भएर अहिलेसम्म हामी होली नै लगाएन। अनि म चाहिँ अब धेरै त्यो भइसक्यो, टाइम भइसक्यो, अब लगभग 10-11 बज्न आँटिसक्यो। अनि घरमा थिएँ। अनि आज मेरो घर र माइत नजिक छ, अनि जान्छु माइततिर। अनि मम्मीहरू फुपूहरूसँग मिलेर होली मनाउँछु, रमाइलो गर्छु भनेर घरदेखि हिँडेको। अनि हिँड्दा मैले भिडियो गराउन स्टार्ट गरेँ। अनि भिडियो गर्दैछु, माइत जाँदैछु म चाहिँ। अनि अब माइतमा गएपछि होली खेल्नुपर्छ, होली खेलेर अनि रमाइलो गरेर बेलुका घर फर्किने हो। अनि म होलीको भिडियो सकभर सबै क्याप्चर गर्ने कोसिस गर्नेछु, हेर्दै गर्नु होला है त। हामी चाहिँ माइतमा आएर टिका लगाएर अनि फेरि घुम्न निस्किया छौँ बाहिरमा। बोल्न त मेरो भ्लगमा हाई सबैले सब्सक्राइब गरिदिनु ला, माया गरिदिनु ला। यही त हाम्रोतिर होली चाहिँ यस्तो सिम्पल भयो। तपाईँहरूकोतिर होली कस्तो भयो? होली चाहिँ बच्चाहरूलाई लागेको छ खतरा होली। ह्याप्पी होली सबैजनालाई। होली 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 नमस्ते है सबैलाई। हाम्रो ह्याप्पी एकछिन पहिला ठुलो मम्मीले लगाइदिँदै हुनुहुन्छ टिका। होली खतरा, ह्याप्पी होली खतरा भएको के होली ल यस्तो पो हो त। अनि होली एकछिन फुपूले टिका, ठुली मम्मीले टिका लगाइदिँदै हुनुहुन्छ क्या मलाई। बाबु लगाउनु त त्यहाँ होइन क्या, होली पनि यस्तो लाउँछ नि त भने क्या। बिस्तारै हो क्या, बिस्तारै हो क्या नेत्रा। खै फेरि खै भित्र खैरहनु पुगेन अझ पालो सकेन। जय कुम्भ जय कुम्भ जय कुम्भ। फाइनली होली त यस्तो भयो। यो चाहिँ मेरो माइती घर। बसिरहेको थियौँ सबैजना आएर लगाइदिनु भयो होली। होलीमा नलाउनुहोस् भन्दा नि भएन है। ल होली हुँदैछ, होली भाइको फाइनल लुक यस्तो भएको छ।
बिहानभरि बच्चा थियो एलर्जी आउँछ मुखमा लाउँदिन भनेर अहिले त साथी पुष्प कति राम्रो यहाँ त थुपारेको सेम टु यु बिस्तारै ल बिस्तारै ल फुबु फजुको होली यस्तो पो हो त होलीको ल फुबुलाई पनि के फजु होली ह्याप्पी होली लगाइदिया हो कि लगाया झार्या हो केही बुझ्नै सकेन म त ल ह्याप्पी होली ल होलीले हामी चाहिँ होली खेलेर पनि सबैजना आफ्नो आफ्नो घरतिर आइसक्यौँ म पनि माइतमा आएँ अब नुहाइधुवाइ गर्छु अनि नुहाइधुवाइ गरेर रमाइलो त्यो गरेर फ्रेस भएर अनि जान्छु अनि घरतिर लाग्नुपर्ने हुन्छ धेरै बेर यो फेसमा राख्यो भने पनि एलर्जी हुन्छ अनि धेरै बेर राख्नु हुँदैन अब नुहाइधुवाइ गरेर अनि हजुरसँग जान्छु है त म चाहिँ नुहाइधुवाइ गरेर अनि कस्तो कलर लगाएको त्यो अल्छिला जस्तो कस्तो भयो अनि सुतेर टन्न 2-2.5 घन्टा सुतेरै बिउजेछु अब चाहिँ खाना बनाउनु पर्ने हुन्छ हेर्नु न कलर लगाएको फेस यस्तो भएको छ साथीहरू कलर लगाएको यो कलर लगायो भने सुक्दैन के फेसमा एलर्जी आइहाल्छ तर पनि के गर्नु लाउन मन लाग्छ वर्ष दिनमा एकचोटि आउने पर्व होली है नखेलौँ भने नि मनले नमान्ने अनि नुहाइधुवाइ गरेर रेस्ट टन्न गरेँ घर जाम्ला सोचेको थिएँ सुतेर उठ्दा ढिला भइसक्यो अनि अब घर जाने चाहिँ भएन अनि अब मम्मी म भएर खाना बनाउन लागेको छौँ अचार बनाउन भनेर यहाँ केरो उसनेको छ त्यसमा चाहिँ अनि यहाँ तिल छ अब म यो तिल पिस्छु अनि यहाँ खुर्सानी छ साथीहरू गाउँघरको भान्सा यस्तै छ क्या हेर्ने अब खानासाना बनाएर खानुपर्ने हुन्छ होली हाम्रो त यस्तै भयो हजुरहरूको होली कस्तो भयो हाम्रो चाहिँ यहाँ अचार बनेर रेडी भयो अनि खाना चाहिँ बाहिर चुलोमा बनाएको अनि मासु चाहिँ बन्दैछ बेलुका भइसक्यो अनि अब खानासाना खानुपर्ने हुन्छ सुत्नुपर्ने हुन्छ आजलाई भिडियो यति नै भिडियो कस्तो लाग्छ हेरेर राम्रो प्रतिक्रिया दिनु होला जस्तो लाग्छ त्यस्तै अनि सबैलाई फेरि पनि होलीको धेरै धेरै शुभकामना भन्दै भिडियो इन गर्न चाहन्छु बाई बाई एभ्रिवान